सम्पूर्णमा नमस्कार। म अधिवक्ता अजय पौडेल। म आज यो मुद्दा मुल्तवी राख्ने भनेको के हो भन्ने विषयमा सामान्य केही जानकारी दिन गइरहेको छु। यो मुद्दा मुल्तवी राख्ने भनेको चाहिँ मुद्दा होल्ड गर्ने भन्ने बुझ्न सकिन्छ सामान्य अर्थमा, हैन? तपाईँको यो कस्तो हुन्छ भन्दाखेरि चाहिँ एउटै अदालत अथवा विभिन्न अदालतमा चाहिँ एकभन्दा बढी मुद्दाहरू दायर भएको अवस्थामा र एउटा मुद्दाको फैसला नभएसम्म अर्को मुद्दाको फैसला गर्न नहुने अथवा एउटा मुद्दाको फैसलाले अर्को मुद्दाको फैसलालाई असर पार्ने देखिएको अवस्थामा चाहिँ अदालत आफैले अथवा पक्षहरूले चाहिँ निवेदन दिएर मुद्दा मुल्तवी राख्न सक्छन्, हैन? अब यो फौजदारीको हकमा चाहिँ सामान्यतया यो अभियुक्त फरार भएको अवस्थामा मुद्दा मुल्तवीमा राखिन्छ, हैन? अनि अभियुक्त पक्राउ भइसके पछाडि फेरि मुद्दा जगाइन्छ भने अब यो देवानीको हकमा चाहिँ जस्तै मानिलिउँ अंश, दूषित लिलाम, जालसाजी, धितो बदर जस्ता मुद्दाहरू एकैपटक चलेको अवस्थामा चाहिँ अब सुरुमा यो अन्य मुद्दाहरू मुल्तवी राखेर चाहिँ यो अंशको मुद्दा पो हेर्ने हो कि, होइन? अनि अंशको मुद्दा हेरिसके पछाडि दूषित लिलामको मुद्दा हेर्ने हो कि भनेर त्यो अदालतलाई मनासिब लागेको अवस्थामा चाहिँ अथवा अदालतले चाहिँ र पक्षले चाहिँ के कसरी कुन मुद्दाहरू मुल्तवी राख्ने भन्ने खालको निवेदन दिन्छन्, त्यो अनुसार चाहिँ मुद्दाहरू मुल्तवी राखेर चाहिँ फैसलामा पुग्न सकिन्छ। यही मुद्दा होल्ड गर्ने, अर्को मुद्दालाई असर पारेको अवस्थामा चाहिँ एउटा मुद्दा होल्ड गर्ने भन्ने विषयलाई नै सामान्यतया मुद्दा मुल्तवीमा राख्ने भन्ने बुझ्न सकिन्छ। अब यो विषयमा अन्य थप जानकारीको लागि चाहिँ फोन, म्यासेज, कमेन्ट गर्नुहोला। हस् त, धन्यवाद।